ल यो चाहिँ ट्रायल दिने सेन्टर उता माथि चाहिँ 8 हानिरहेछ गाडी चाहिँ त्यहाँबाट छिराएर 8 हानेर एउटा गाडी चाहिँ 8 हानेर बाहिर निकाल्यो तर टाइम लिएर आउँदा हुने रहेछ है बिस्तारै त्यो टाइम नलिकन हडबड गरेर र यो गाडी चाहिँ यता आयो 8 बनाएर अब यो पछि स्पिड ब्रेकरमा आउँछ 5 वटा स्पिड ब्रेकर एउटा दुईटा तीनटा अनि स्पिड ब्रेकर 3टा कटिसकेपछि साइड लाइट बाल्यो अनि यो पछि यु टर्न आयो अलिकति नदेख्ने रहेछ अनि साइड लाइट बालेर यु टर्न लियो हैन साइड लाइट बालेर यु टर्न लिइसकेपछि लाइट हेर्नु पर्यो अहिले चाहिँ रेड लाइट छ रोक्यो अनि ग्रीन लाइट भइसकेपछि चाहिँ उकालो चढाउनु पर्यो ल अब ग्रीन लाइट ठ्याक्क त्यो पहेँलो लाइन भन्दा तल रोक्नु पर्यो ट्याक्क अब यहाँबाट माथि चढाउनु पर्यो स्टार्ट अफ भयो है स्टार्ट अफ भएर केही हुँदैन त्यसले पछाडि मात्रै ल्याउनु कस्तो स्पिड ल्याएको उकालो चढ्यो गाडी अब त्यो पछि ओह्रालोमा गएपछि रोक्ने यहाँबाट उकालो चढाएर ओह्रालो झारेर अनि गराज पार्किङ गरिसकेपछि सक्यो गराज पार्किङमा चाहिँ भित्र छिराएर ब्याक गरेर हटाउनु पर्ने त्यो ब्याक नगरेसम्म कुरिराख्नु पर्ने के है त्यहाँ हो त्यहाँसम्म लिएर आउनु पर्यो कि हो त्यहाँबाट लिएर आएपछि सक्यो क्या अनि अगाडि लिएर जानु अगाडिको गाडीले चाहिँ नकटाएसम्म वेटिङ गर्दै बस्नु पर्यो त्यो गाडी गयो अब अर्कोको पालो अगाडिसम्मै लानुपर्ने रहेछ अगाडिको पोलसम्म भयो छुन्छ है त्यो गाडीको अनि त्यो छुन लाग्यो भने चाहिँ तपाईँलाई ट्राफिकले नै लाइन छुनु लाग्यो ल
10 अङ्क काट्नु भनेर भन्छ कि होइन त्यो गाडीको। अनि ल तपाईँ फेरि अगाडि लिएर गएर मिलाएर फेरि ब्याक गर्नु भन्छ कि। अनि त्यो अनि फेरि सक्यो भने चाहिँ भयो, सकेन भने चाहिँ अब आउट भयो, फेल भयो। पुरै ब्याक लिएर आएपछि चाहिँ अनि यहाँ पनि पछाडिको पोलसम्म लिएर आउनु पऱ्यो। अनि तीसम्म ल्याएपछि चाहिँ भयो, धेरै पछाडि आयो है। यति हो। अर्को गाडी आउँदैछ एलब्याकको। यति होला।